जीवनमा दुईवटा व्यक्तिहरूले कहिले पनि जीवनमा प्रगति गर्न सक्दैनन्। नम्बर 1, जो कसैको सुन्दैन, कसैले भनेको त्यसलाई केही लाग्दैन, जो मै जान्ने, संसारभरिको सम्पूर्ण नलेज उसँग नै हुन्छ, उसले नजानेको केही हुँदैन, उसँग हरेक पाइलाको नलेज हुन्छ, हरेक ज्ञानको भण्डार हुन्छ, उसले जाने बुझेको कुरा काहीँ केही पनि हुँदैन, उसलाई जे सोध्यो उसँग त्यसको अवश्य जवाफ हुन्छ, उसँग घमण्ड र इगो हुन्छ, ऊ कसैको कुरा सुन्दैन, आफ्नै खुसी गर्छ, ऊ मनको राजा हुन्छ। कसैले उसको बारेमा नकारात्मक कुरा गर्यो भने उसलाई रिस उठ्छ, ऊ रिसाउँछ, त्यस्तो समूहमा ऊ बस्नै चाहँदैन। यस्ता व्यक्तिबाट हामीले बच्नुपर्छ। र दोस्रो व्यक्ति जो सबको सुन्छ, सबले भनेको मान्छ, जसको लाइफको रिमोट कन्ट्रोल अरू व्यक्तिको भरमा हुन्छ, उसले भनेको जे पनि मान्छ। कुनै एक व्यक्तिले एउटा कुरा गर्यो, ल यो गरम हुन्छ, अवश्य म गर्छु, अर्को व्यक्तिले अर्को कुरा गर्छ, त्यो पनि गर्न तयार हुन्छ, अर्को व्यक्तिले अर्को कुरा गर्छ, त्यो पनि गर्न तयार हुन्छ। यस्तो व्यक्ति जीवनमा आफूले केही निर्णय लिँदैन, अरूको निर्णय, अरूको डिसिजनमा चल्छ, जो सबैले भनेको मान्छ, सबैसँग राम्रो बन्ने कोसिस गर्छ, सबैसँग राम्रो सम्बन्ध होस् भन्ने चाहन्छ, आफ्नो लाइफको ठेक्का अरूलाई दिएको हुन्छ, आफ्नो लाइफको रिमोट अरूको हातमा हुन्छ। तपाईँले पनि त्यस्तो व्यक्तिहरू तपाईँको जीवनमा देख्नु भएको होला, जो आफू केही गर्दैन, अरूले यो गरौँ भन्यो त्यही गर्न चाहन्छ, यता जाम भन्यो त्यतै जान चाहन्छ, यो खाम भन्यो त्यही खान चाहन्छ, जो सबैको लागि, सबको लागि राम्रो बन्न कोसिस गर्छ। त्यस्तो व्यक्तिबाट पनि तपाईँहरू बस्नुहोस्। र यस्ता व्यक्तिहरूले पनि लाइफमा केही गर्न सक्दैनन्। यी दुई खालका व्यक्तिहरू जीवनमा कहिले अगाडि बढ्न सक्दैनन् र यस्ता व्यक्तिहरूबाट हामीले अवश्य बच्नुपर्छ।